राधे राधे। जय शिव शंभो। नमस्कार। प्रस्तुत छ 2082 साल वैशाख महीनाको 24 गते बुधबारको दैनिक राशिफल। आदरणीय दर्शक एवं श्रोता मित्र नमस्कार। म ज्योतिषी डाक्टर सन्तोष पाध्याय रेग्मी सदाका चाहिँ आज पनि आजको राशिफल लिएर तपाईहरु सामु उपस्थित भइसकेको छु। तपाईको आजको दिन के कस्तो बित्नेछ, तपाईको लागि आज कुन समय शुभ तथा कुन समय अशुभ रहनेछ, तपाईले आज कस्तो खालको काम कार्यलाई अगाडि बढाउनु शुभ रहनेछ, कुन राशि भएका व्यक्तिहरुको लागि आजको दिन कस्तो रहला, सम्पूर्ण राशि विशेष, वर्ग विशेष, क्षेत्र विशेष, व्यक्ति विशेषलाई मिल्ने गरी राशिफल तयार पारेको छु। तपाईले हामीलाई कुन ठाउँबाट हेर्दै एवं सुन्दै हुनुहुन्छ तल कमेन्ट बक्समा कमेन्ट अवश्य रूपमा गर्नुहोला। तपाईले हाम्रो यस भिडियोलाई हेरिरहँदा अवश्य पनि एक लाइक एक शेयर गरी धेरै भन्दा धेरै व्यक्तिहरु सामु पुर्याइदिनु होला। हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यही अनुरोध गर्दै अब हामी लागौं आजको प्रस्तुतितर्फ। प्रस्तुतिको सुरुवातमा आजको पञ्चाङ्ग, त्यसपछि आजको राशिफल प्रस्तुत गर्नेछु। तपाईले राशिफल सुन्नुभन्दा अगाडि पञ्चाङ्ग खण्ड पुरै सुनिदिनु होला। पञ्चाङ्गमा हामीले तपाईको लागि शुभ शुभ समय, शुभ दिशा सुसाइड गर्नको लागि के गर्ने, कुन दिशा फर्केर काम कार्यको आरम्भ गर्दा सफल भइन्छ, के खाएर सुसाइड गर्ने लगायतका कुरा समावेश गरेका हुन्छौं। त्यसैले पञ्चाङ्ग सुनेर मात्र आफ्नो राशिफल सुन्नुहोला। अब लागौं आजको पञ्चाङ्गतर्फ। आज मिति 2082 साल वैशाख महिनाको 24 गते बुधबार, तदनुसार 7 मे 2025, श्री शाके 1947, नेपाल सम्वत 1145, श्री सूर्य उत्तरायण वसन्त ऋतु सिद्धार्थी नामक संवत्सर, वैशाख शुक्ल पक्षको दशमी तिथि 19 16 पला अर्थात दिउँसोको 1:05 सम्म, तत्पश्चात एकादशी तिथि लाग्नेछन्। नक्षत्रमा पूर्व फाल्गुनी नक्षत्र रहेको छन् 38 34 पला अर्थात रातिको 8:48 सम्म, तत्पश्चात उत्तरा फाल्गुनी नक्षत्र लाग्नेछन्। विषुम्बादी योगमा व्याघात योग रहेको छन् 55 10 पलासम्म, तत्पश्चात हर्षण योग लाग्नेछन्। करणमा भवकरण रहेको छन् 50 31 पलासम्म, तत्पश्चात बालवकरण लाग्नेछन्। आनन्दादि योगमा स्त्री योग रहेको छन् भने आज 54 38 पला अर्थात रातिको 27:13 सम्म चन्द्रमा सिंह राशिमा रहनेछन् भने तत्पश्चात चन्द्रमा कन्या राशिमा प्रवेश गर्नेछन्। आजको दिनमा 33 15 पला रहेको छन्। आज बिहान सूर्योदय 5:22 मा भयो भने आज साँझ सूर्यास्त 6:40 मा हुनेछन्। आज भद्रा 25 35 पलामा उदय हुनेछन्। यदि तपाई आजको दिनमा यात्रा गर्दै हुनुहुन्छ, यात्रा गर्न चाहनुहुन्छ भने पूर्व दिशाको यात्राको साथै उत्तर दिशाको यात्रा शुभ मानिए तापनि आज बुधबारको दिन भएको कारणले गर्दा उत्तर दिशाको यात्रा बस्ने तरिकाले नजानु नै उचित हुन जानेछ। श्री सूर्य मेष राशिमा, चन्द्रमा सिंह राशिमा, चन्द्रमाको वर्ण रातो, चन्द्रमाको दिशा पूर्व दिशा, दिशाशूल उत्तर दिशा, राहुको प्रभावित क्षेत्र नैऋत्य दिशा। कालराहु भएतिर कदापि यात्रा गर्नु हुँदैन, पछाडि देब्रे पार्नु शुभ हुन जान्छ। लागौं आजको दैनिक अशुभ कार्यतालिकातर्फ। दैनिक अशुभ कार्यतालिकामा सर्वप्रथम सुरुवात गरौं राहुकालबाट। मध्याह्नको 12:01 देखि अपराह्नको 1:41 सम्मको समय राहुकालको समय रहेको छ। बिहानको 7:01 देखि बिहानको 8:41 सम्मको समय यमगण्टक कालको समय रहेको छ। बिहानको 10:21 देखि मध्याह्नको 12:01 सम्मको समय गुलिक कालको समय रहेको छ। यो थियो दैनिक अशुभ कार्यतालिकाको जानकारी। अब लागौं आजको दैनिक तथा रात्रिकालीन शुभ लाभ अमृत समयको बारे जानकारी तर्फ। बिहानको 11:34 देखि मध्याह्नको 12:27 सम्मको समय अभिजित मुहुर्तको समय रहेको छ। बिहानको 5:21 देखि बिहानको 7:01 सम्मको समय लाभ बिहान उत्कृष्ट समय रहेको छ। बिहानको 7:01 देखि बिहानको 8:41 सम्मको समय अमृत अनि सर्वोत्कृष्ट समय रहेको छ। बिहानको 10:21 देखि मध्याह्नको 12:01 सम्मको समय शुभ अनि राम्रो समय रहेको छ। दिउँसोको 3:21 देखि दिउँसोको 5:01 सम्मको समय चर अनि तटस्थ समय रहेको छ। दिउँसोको 5:01 देखि साँझको 6:41 सम्मको समय
लाभ बिहान उत्कृष्ट समय रहेको छ। रातिको 8:01 देखि रातिको 9:21 सम्मको समय शुभ यानि राम्रो समय रहेको छ। रातिको 9:21 देखि रातिको 10:41 सम्मको समय अमृत स्रोतकृष्ट समय रहेको छ। रातिको 10:41 देखि रातिको 12:01 सम्मको समय चर यानि तटस्थ समय रहेको छ। रातिको 2:41 देखि बिहानको 4:01 सम्मको समय लाभ बिहान उत्कृष्ट समय रहेको छ। यो थियो दैनिक तथा रात्रिकालीन शुभ लाभ अमृत समयको बारे जानकारी। यदि तपाईँ कुनै पनि शुभ कार्यको थालनी गर्दै हुनुहुन्छ, यात्रा गर्दै हुनुहुन्छ अथवा दीर्घकालीन योजना बनाउँदै हुनुहुन्छ भने दैनिक शुभ लाभ अमृत चर समयलाई विशेष प्राथमिकता दिनुहोला। अब लागौं आजको लागि शुभ दिशाको बारे जानकारी तर्फ। आजको लागि शुभ दिशा पूर्व दिशा। आज कुनै पनि शुभ कार्यको थालनी गर्दा पूर्व दिशा फर्किएर काम कार्यको थालनी गरेमा कार्य सफलता मिल्ने ज्योतिषीय मान्यता रहेको छ। आजको लागि शुभ रङ रातो रङ। मेषदेखि मीनसम्मका 12वटै राशि हुने व्यक्तिले माथि बताइएका कुरालाई ध्यानमा राखेर कार्यको थालनी गरेमा कार्य सफलता मिल्ने ज्योतिषीय मान्यता रहेको छ। विशेष अपरझट परेर जुनसुकै दिशाको यात्रामा निस्कनु पर्दा आजको दिनमा तिल अथवा तिलको लड्डु खाएर यात्रामा निस्किँदा शुभ हुने ज्योतिषीय मान्यता रहेको छ। माथि बताइएको सम्पूर्ण समय नेपालको राष्ट्रिय समयको आधारमा बनेको पञ्चाङ्गलाई आधार लिएर तयार पारिएको छ। त्यसकारण कम्तीमा 15 मिनटको समयलाई छाडेर बीचको समयलाई लिनुहोला। आज जन्मिने शिशुको राशि 27:13 भित्र जन्मिने शिशुको राशि सिंह राशि पर्छ भने तत्पश्चात जन्मिने शिशुको राशि कन्या राशि पर्न जान्छ। जन्म ठाउँ अनुसार जन्माक्षरमा परिवर्तन आउने भएकाले कमेन्ट बक्समा जन्म समय र जन्मस्थान कमेन्ट गर्नुहोला। शिशुको नामाक्षर बताइनेछ। यसैका साथ आजको पञ्चाङ्ग खण्ड यही समाप्त हुन्छ। आदरणीय दर्शक श्रोता मित्र, यो पञ्चाङ्ग खण्ड। पञ्चाङ्गमा हामीले भनेको कुरालाई ख्याल गर्दै तपाईले आज गर्नुपर्ने काम कार्यको शेड्युल बनाएर तपाईले गर्नुपर्ने काम कार्यहरूलाई अगाडि बढाउनु होला। शुभ काम कार्यहरूलाई शुभ समयमा सुरु गर्नुभयो भने अवश्य पनि तपाईले सफलता प्राप्त गर्ने ज्योतिषीय मान्यता रहेको छ। तपाईले हाम्रो यस भिडियोलाई हेरिरहँदा भिडियोलाई एक लाइक एक शेयर गरिदिनु होला भने अझसम्म पनि तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने तल रहेको सब्स्क्राइब बटनमा क्लिक गरेर सब्स्क्राइब गरिदिनु होला। यही अनुरोध सँगसँगै अब हामी लागौं आजको राशिफलतर्फ। राशिफलको सुरुवातमा रहेको छ सर्वप्रथम पहिलो राशि अर्थात मेष राशि। मेष राशि हुने व्यक्तिको लागि आजको दिनमा तपाईको राशिदेखि चन्द्रमा पञ्चम भावमा रहेको हुँदा आजको दिनमा निर्णायक क्षमता बढ्नाले भने जस्तो काम कार्य गर्न सकिने देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीले पूर्ण रूपमा सफलता दिलाउनेछ भने अध्ययन अध्यापनको क्षेत्रमा मन जाने हुनाले अरूभन्दा अग्रपंक्तिमा आउन सकिने देखिन्छ। हिम्मतले काम बनाउन सकिनेछ। मेहनत गर्दा विभिन्न अवसरहरू प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछन् भने आम्दानी बढेर जानेछ। उद्योग वा व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् एवं प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरू जुट्नेछन् भने पहिले दुश्मनी गर्नेहरू पनि मित्र बन्ने देखिन्छ। वादविवादले आँटेका काममा बाधा पुर्याउने हुँदा सजग रहनुहोला। अरूको वचन हार्न नसक्दा दुःख पाउन सकिनेछ। तर पनि मेहनत एवं परिश्रम गर्दा पहिलेका कमजोरीहरू सुधार्ने अवसर प्राप्त हुने देखिएको छ भने महत्वाकांक्षी योजना गोप्य राखेर अगाडि बढ्नुहोला। आवेशको निर्णयले समस्या निम्त्याउन सक्ने हुँदा व्यवहारमा सजग रहनुहोला। मेहनत वा परिश्रम गर्दा विभिन्न अवसरहरू प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। आध्यात्मिक साथै भौतिक लाभको योग परेको देखिएको छ भने वित्तीय सम्झौता बाँधिनुबाट जोगिनुहोला। बिना कारणको शंका हुन जान्छ। तपाईले संगत गर्न हुने राशिहरू। मेष राशिका व्यक्तिले संगत गर्न हुने राशिहरू मिथुन, सिंह, तुला, धनु, कुम्भ हुन् भने संगत गर्न नहुने राशि वृष एवं मीन राशिसँग संगत गर्दा अधिकतम खर्च हुन जाने हुन्छ भने कर्कट राशिसँग संगत गर्दा अनावश्यक कष्ट पाउनुपर्ने हुन्छ।
साथै कन्या एवं वृश्चिक राशिसँग संगत गर्दा केही न केही नराम्रो परिस्थिति सृजना हुन सक्ने देखिएको छ। तपाईको लागि लकी अंक 1, 3, 5, 10, 11 अंक पर्दछन् भने नराम्रो अंक 2, 4, 6, 8, 12 अंक अशुभ मानिन्छन्। राशि अनुसार फाप्ने दिशाहरू तपाईको लागि पूर्व दिशा राम्रो हुन्छ भने पश्चिम दिशा तपाईको लागि नराम्रो पर्न जान्छ। राशि अनुसार फाप्ने रंगहरू रंग गाढा रातो। मेष राशिको लागि स्थायी कुराहरू राशि मालिक मंगल, तत्व अग्नि, गुणवत्ता चर, रंग गाढा रातो, दिन मंगलबार, स्वभाव चञ्चलता, उग्र, संगत गर्ने योग्य राशि सिंह, धनु, भाग्य अंक 1 तथा 8 अंक। राशिफलको क्रममा अब लागौं दोस्रो राशि अनि वृष राशि तर्फ। वृष राशि हुने व्यक्तिको लागि आजको दिनमा तपाईको राशिदेखि चतुर्थ भावमा चन्द्रमा रहेको हुँदा आजको दिनमा प्रयत्न गरेको काम कार्य ढिला सुस्ती हुने योग बनेको छ। मेहनत धेरै परे पनि नतिजा भने जस्तो हात लाग्न गाह्रो हुने देखिएको छ भने राम्रो काम गरे पनि अपयश पाउन सकिने देखिन्छ। विगतमा गरेका काम कार्यलाई निरन्तरता दिन सकेको खण्डमा समस्यामा पर्नबाट जोगिन सकिन्छ। आजको दिनमा आर्थिक क्षेत्रमा भने जस्तो लाभ हुन सक्ने देखिएको छैन, तर घर परिवारमा बिना कारणको मनमुटाव सृजना हुन सक्ने देखिएको छ भने कुनै पनि कार्य आजको दिनमा गर्नुभन्दा अरू दिनमा सार्नु राम्रो हुनेछ। बिना कारणको मानसिक तनाव मिल्ने योग छ भने जसका कारण मन अप्रसन्न हुने देखिएको छ। आजको दिनमा तपाईको काममा सहयोग पुर्याउने भन्दा हानि नोक्सानी गर्न खोज्ने व्यक्ति धेरै भेटिन सक्ने हुँदा काम कार्यमा विचार पुर्याउनु होला। काम सम्पादन गर्ने प्रयास गर्दा विचार पुर्याउनु होला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्ने देखिएको छ। अध्ययनतर्फ धेरै समय जुटाउन सकेमा राम्रो हुनेछ भने राम्रो नतिजा हात पार्न सकिनेछ। समयमा वचन पुर्याउने प्रयास गर्नुहोला। आजको दिनमा आत्मबलमा कमी आउनेछ। वाद विवादले पनि आँटेका काम कार्यमा बाधा पुर्याउन सक्ने हुँदा विशेष सावधानी अपनाउनुहोला। आजको दिनमा गर्न खोजेका कामले सकारात्मक नतिजा ल्याउन गाह्रो हुनेछ। आय स्रोतमा पनि कमी आउनेछ भने इच्छा शक्तिमा कमी आउन देखिएको छ। आलस्यता बढेर जानेछ। मान सम्मानमा समेत आँच आउन सक्ने देखिएको छ। पैतृक सम्पत्तिमा विवाद सिर्जना हुन सक्ने छ भने विशेष सावधानी अपनाउनुहोला, सतर्कता अपनाउनुहोला। तपाईले संगत गर्न हुने राशिहरू वृष राशिका व्यक्तिले संगत गर्न हुने राशिहरू कर्कट, कन्या, वृश्चिक, मकर, कुम्भ, मीन हुन् भने संगत गर्न नहुने राशि मिथुन एवं मेष राशिसँग संगत गर्दा अधिकतम खर्च हुन जाने हुन्छ भने सिंह राशिसँग संगत गर्दा अनावश्यक कष्ट पाउनु पर्ने हुन्छ। साथै तुला एवं धनु राशिसँग संगत गर्दा केही न केही नराम्रो परिस्थिति सृजना हुन सक्ने देखिएको छ। तपाईको लागि लकी अंक 4, 6, 8, 10, 11, 12 अंक पर्दछन् भने नराम्रो अंक 1, 3, 7, 9 अंक अशुभ मानिन्छ। तपाईलाई फाप्ने दिशाहरू तपाईको लागि दक्षिण दिशा राम्रो हुन्छ भने उत्तर दिशा तपाईको लागि नराम्रो पर्न जान्छ। तपाईलाई फाप्ने रंगहरू रंग सेतो तथा क्रीम रंग। वृष राशिको लागि स्थायी कुराहरू राशिमा लिख शुक्र, तत्व पृथ्वी, गुणवत्ता तीर, रंग क्रीम, दिन शुक्रबार, स्वभाव शान्त एवं एकदम उग्र, संगत गर्ने योग्य राशि कन्या, मकर, भाग्य अंक 2 एवं 7 अंक। राशिफलकै क्रममा अब लागौं तेस्रो राशि अनि मिथुन राशि तर्फ। मिथुन राशि हुने व्यक्तिको लागि आजको दिनमा तपाईको राशिदेखि तृतीय भावमा चन्द्रमा रहेको हुँदा परिस्थिति अनुसार चिताएको काममा सफलता प्राप्त हुन सक्ने देखिएको छ। पुरुषार्थी काम प्रारम्भ हुनेछन्। प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुनेछ। विभिन्न अवसरले पछाउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। मेहनतले नाम दाम र इनाम दिलाउनेछ भने कामका सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढेर जानेछ। नोकरी तथा व्यापार व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ भने आफ्नाहरूका लागि रकम एवं बुद्धि खर्चिनुपर्ने योग देखिएको छ। अचानक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय खासै लाग्ने देखिएको छैन। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्नेछन्। सावधानी अपनाउनुहोला। ठूलो लगानीमा हात हाल्ने समय रहेको छ। आजको दिनमा सोचेको क्षेत्रमा प्रगति गर्न सकिनेछ।
कुनै पनि काम कार्यको सन्दर्भमा उच्च पदस्थ व्यक्तिहरूको संगतले गर्दा फाइदा हुन जान्छ भने व्यापारको साथै स्वतन्त्र पेशा जागिर या व्यापारको साथै स्वतन्त्र पेशा गर्नेहरूका लागि आज फाइदा साबित हुनेछ। मन परेको वस्तु भित्याउन पाइनेछ भने स्वास्थ्यमा राम्रो परिवर्तन आउने देखिएको छ। आफ्ना बच्चाहरूसँग आफ्नो बहुमूल्य समय बिताउने समय परेको हुँदा आजको दिन खुशी खुशी जाने देखिएको छ। आजको दिनमा असीमित माया ममताले भरिएको दिन महसुस हुने योग परेको छ। आज आफ्नो प्रेमीसँग माया प्रेम आदान प्रदान गर्ने राम्रो दिन परेको देखिएको छ। तपाईले संगत गर्न हुने राशिहरू मिथुन राशिका व्यक्तिले संगत गर्न हुने राशिहरू सिंह, तुला, धनु, कुम्भ, मीन, मेष हुन् भने संगत गर्न नहुने राशि वृष एवं कर्कट राशिसँग संगत गर्दा अधिकतम खर्च हुन जाने हुन्छ भने कन्या राशिसँग संगत गर्दा अनावश्यक कष्ट पाउनु पर्ने हुन्छ। साथै वृश्चिक एवं मकर राशिसँग संगत गर्दा केही न केही नराम्रो परिस्थिति सृजना हुन सक्ने देखिएको छ। तपाईको लागि लकी अंक 3, 5, 7, 9, 11, 12, 1 अंक पर्दछन् भने नराम्रो अंक 2, 6, 8, 10 अंक अशुभ मानिन्छ। तपाईलाई थाप्ने दिशाहरू तपाईको लागि पश्चिम दिशा राम्रो हुन्छ भने पूर्व दिशा तपाईको लागि नराम्रो पर्न जान्छ। राशि अनुसार थाप्ने रंगहरू रंग हरियो, खैरो एवं खरानी रंग। मिथुन राशिको लागि स्थायी कुराहरू राशि मालिक बुध, तत्व वायु, गुणवत्ता 2 स्वभाव, रंग हरियो, खैरो, सिल्वर, दिन बुधबार, स्वभाव 2 स्वभाव एवं उग्र, संगत गर्ने योग्य राशि तुला, कुम्भ, भाग्य अंक 3 एवं 6 अंक। राशिफलको क्रममा अब लागौं चौथो राशि यानी कर्कट राशि तर्फ। कर्कट राशि हुने व्यक्तिको लागि आजको दिनमा तपाईको राशिदेखि द्वितीय भावमा चन्द्रमा रहेको हुँदा समयमा होस नपुग्नाले अधिक लगानी गर्नुपर्ने देखिएको छ। सामान्य प्रयत्नले उपलब्धि दिलाउनेछ। आवश्यकता अनुसार खर्च गर्नुपर्ने देखिन्छ। तर पनि आजको दिनमा आफूलाई भन्दा पनि अर्काको लागि समय खर्चिनुपर्ने योग परेको देखिएको छ। पहिलेको सफलताले महत्वाकांक्षा बढाउनेछ। विभिन्न अवसरहरू पनि आउने देखिएको छ। तर हतारमा निर्णय गर्दा समस्या देखिन सक्छ। कुनै पनि प्रकारको बोली वचनले आफूलाई हानि पुर्याउन सक्ने हुँदा सावधानी अपनाउनुहोला, सतर्कता अपनाउनुहोला। सोचे भन्दा धेरै लगानी गर्नुपर्ने देखिएको छ। खानपान र भेटघाटको अलमलले चिताएका काम कार्यमा बाधा पुर्याउन सक्छ। तापनि प्रयत्न गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढेर जानेछन्। मेहनत गर्दा नाम, दाम एवं इनाम हात पार्न सकिने देखिएको छ। आजको दिनमा अधिकतम गल्ती गर्न सकिने हुनाले सही निर्णय गरेर मात्रै अगाडि बढ्नुहोला। शुभचिन्तकहरूलाई व्यवस्था गर्दा दुःख पाउन सकिन्छ। परिवारजनबाट समेत टाढिनु पर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। आफ्नै कमजोरीले विवाद निम्त्याउन सक्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ भने पहिलेको सफलताले महत्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर आउनेछन् भने आजको दिनमा काम कार्यमा बाधा आउने हुँदा कामहरू लथालिङ्ग हुन सक्ने देखिएको छ। तपाईले संगत गर्न हुने राशिहरू कर्कट राशिका व्यक्तिले संगत गर्न हुने राशिहरू कर्कट, कन्या, वृश्चिक, मकर, मीन, वृष हुन् भने संगत गर्न नहुने राशि मिथुन एवं सिंह राशिसँग संगत गर्दा अधिकतम खर्च हुन जाने हुन्छ भने तुला राशिसँग संगत गर्दा अनावश्यक कष्ट पाउनु पर्ने हुन्छ। साथै धनु एवं कुम्भ राशिसँग संगत गर्दा केही न केही नराम्रो परिस्थिति सृजना हुन सक्ने देखिएको छ। तपाईको लागि लकी अंक 4, 6, 8, 10, 12, 1, 2 अंक पर्दछन् भने नराम्रो अंक 3, 5, 7, 9, 11 अंक अशुभ मानिन्छ। तपाईलाई थाप्ने दिशाहरू तपाईको लागि उत्तर दिशा राम्रो हुन्छ भने दक्षिण दिशा तपाईको लागि नराम्रो पर्न जान्छ। राशि अनुसार थाप्ने रंगहरू रंग सेतो तथा क्रीम रंग। कर्कट राशिको लागि स्थायी कुराहरू राशि मालिक चन्द्रमा, तत्व जल, गुणवत्ता मूल, रंग सेतो, दिन सोमबार,
स्वभाव शान्त, संगत गर्ने योग्य राशि वृश्चिक, मीन, भाग्य अंक 4 अंक। राशिफलको क्रममा अब लागौं 5औं राशि अनि सिंह राशि तर्फ। सिंह राशि हुने व्यक्तिको लागि आजको दिनमा तपाईको आफ्नै राशिमा चन्द्रमा ग्रह भ्रमण गर्दैछन्, जसको कारणले गर्दा आज कृतिमानी काम गर्ने समय मिल्नेछ। कर्मयोगबाट विशेष फाइदा हुनेछ। व्यापार व्यवसायमा बढोत्तरी हुने योग परेको छ भने साझेदारीबाट लाभ मिल्ने योग देखिएको छ। प्रशंसकहरू बढ्नेछन्, साथै शुभचिन्तकहरूको साथ सहयोग पाइनेछ। नयाँ अवसरहरू प्राप्त हुनुका साथै आमदानीका स्रोतहरू फेला पर्ने देखिएको छ। श्रमको उचित मूल्याङ्कन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आमदानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्ने देखिन्छ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिने देखिन्छ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढेर जाने देखिन्छ। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ भने आजको दिनमा कुनै पनि प्रकारको कर्म गरे बापत फाइदा हुने देखिन्छ। व्यापार व्यवसायमा अचानक वृद्धि भएर जानेछ। आजको दिनमा शुभचिन्तकहरूको साथ पूर्ण रूपमा पाइने योग बनेको छ। नयाँ अवसरहरू प्राप्त हुँदै जानेछन् भने सानो प्रयासले आजको दिनमा काम बन्दै जाने योग परेको हुँदा कुनै पनि काम कार्य गर्दै हुनुहुन्छ भने आजको दिनलाई आफ्नो हातबाट फुत्किन नदिनुहोला। जागिरको क्षेत्रमा हाकिम प्रसन्न हुने योग परेको छ। अचानक धन लाभको अवसर प्राप्त हुनेछ। मान सम्मान प्राप्त हुनेछ भने साथीभाइको सहयोग राम्रै पाइने देखिएको छ। उत्साह वा एकाग्रतामा वृद्धि भएर जानेछ। प्रशासनिक क्षेत्रमा तपाईको वर्चस्व केही राम्रो हुने देखिएको छ। तपाईले संगत गर्न हुने राशिहरू। सिंह राशिका व्यक्तिले संगत गर्न हुने राशिहरू सिंह, तुला, धनु, कुम्भ, मेष, वृष, मिथुन हुन् भने संगत गर्न नहुने राशि कर्कट एवं कन्या राशिसँग संगत गर्दा अधिकतम खर्च हुन जाने हुन्छ भने वृश्चिक राशिसँग संगत गर्दा अनावश्यक कष्ट पाउनु पर्ने हुन्छ। साथै मकर एवं मीन राशिसँग संगत गर्दा केही न केही नराम्रो परिस्थिति सृजना हुन सक्ने देखिएको छ। तपाईको लागि लकी अंक 5, 7, 9, 11, 1, 2, 3 अंक पर्दछन् भने नराम्रो अंक 4, 6, 8, 10, 12 अंक अशुभ मानिन्छ। तपाईलाई फाप्ने दिशाहरू। तपाईको लागि पूर्व दिशा राम्रो हुन्छ भने पश्चिम दिशा तपाईको लागि नराम्रो पर्न जान्छ। राशि अनुसार फाप्ने रंगहरू। रंग हल्का रातो। सिंह राशिको लागि स्थायी कुराहरू। राशि मालिक सूर्य, तत्व अग्नि, गुणवत्ता स्थिर, रंग हल्का रातो, दिन रविवार, स्वभाव कठोर स्पष्टवादी, संगत गर्ने योग्य राशि मेष, धनु, भाग्य अंक 5 अंक। राशिफलकै क्रममा अब लागौं 6औं राशि यानी कन्या राशि तर्फ। कन्या राशि हुने व्यक्तिको लागि आजको दिनमा तपाईको राशिदेखि 12औं भावमा चन्द्रमा ग्रह रहेको हुँदा आजको दिनमा शरीरमा कमजोरी तथा आलस्यता अनुभूति हुने देखिएको छ। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सामान्य कामलाई पनि निकै मेहनत परिश्रम गर्ने देखिएको छ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने समय रहेको छ। पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने देखिएको छ। धेरै समय अरूका लागि जुटाउनु पर्ने छ भने लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ने देखिएको छ। श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुने देखिन्छ भने अध्ययनमा समय दिन नसकिएला। आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला। सामूहिक काममा हात हाल्नु अघि विचार पुर्याउनुहोला। बिना कारणको बन्धनको योग परेको हुँदा जता पायो त्यतै कुनै पनि शब्द बोल्ने बानी भएमा कम गर्नुहोला। सामान्य कामलाई पनि निकै मेहनत पर्ने देखिएको छ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्नेछ। धेरै समय अरूका लागि जुटाउनु पर्नेछ भने तपाईले गरेको मेहनत एवं परिश्रम अरूले लाग्ने योग देखिएको छ। लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्नेछ। श्रम परे पनि उपलब्धि कम मात्र हात लाग्ने देखिन्छ भने तपाईमा भएको नकारात्मक ऊर्जालाई हटाउने प्रयास गर्नुहोला।
आवश्यक अनुसार रिस कम गर्न पर्ने देखिएको छ। छिटो छिटो निर्णय लिने बानीले आफैलाई पछिको समयमा नराम्रो बनाउन सक्ने हुँदा विचार पुर्याउन जरुरी देखिन्छ। तपाईले संगत गर्न हुने राशिहरू। कन्या राशिका व्यक्तिले संगत गर्न हुने राशिहरू कन्या, वृश्चिक, मकर, मीन, वृष, मिथुन, कर्कट हुन् भने संगत गर्न नहुने राशि सिंह एवं तुला राशिसँग संगत गर्दा अधिकतम खर्च हुन जाने हुन्छ भने धनु राशिसँग संगत गर्दा अनावश्यक कष्ट पाउनु पर्ने हुन्छ। साथै कुम्भ एवं मेष राशिसँग संगत गर्दा केही न केही नराम्रो परिस्थिति सृजना हुन सक्ने देखिएको छ। तपाईको लागि लकी अंक 4, 6, 8, 10, 12, 2, 3 अंक पर्दछन् भने नराम्रो अंक 1, 5, 7, 9, 11 अंक अशुभ मानिन्छ। तपाईलाई फाप्ने दिशाहरू। तपाईको लागि दक्षिण दिशा राम्रो हुन्छ भने उत्तर दिशा तपाईको लागि नराम्रो पर्न जान्छ। राशि अनुसार फाप्ने रंगहरू रंग हरियो, सिल्भर एवं खैरो रंग। कन्या राशिको लागि स्थायी कुराहरू। राशि मालिक बुध, तत्व पृथ्वी, गुणवत्ता 2 स्वभाव, रंग हरियो, खैरो, दिन बुधबार, स्वभाव 2 स्वभाव, संगत गर्ने योग्य राशि वृष, मकर, भाग्य अंक 3 एवं 6 अंक। राशिफलको क्रममा अब लागौं 7औं राशि यानी तुला राशि तर्फ। तुला राशि हुने व्यक्तिको लागि आजको दिनमा तपाईको राशिदेखि चन्द्रमा 11औं राशिमा रहेको हुँदा आजको दिनमा विभिन्न अवसरले बचाउनेहरू हुनेछन् भने साथ दिनेहरू भए पनि गर्न खोजेका काम कार्यले गोपनीयतामा ध्यान पुर्याउन जरुरी देखिन्छ। आकस्मिक लगानी गर्नुपर्ने देखिन्छ भने अर्थ अभाव देखा पर्न सक्छ। बेलैमा होस् नपुग्नाले केही चुनौती आउन सक्ने देखिन्छ। बेलैमा समय दिन सकेमा राम्रै फाइदा हात पार्न सकिने देखिन्छ। विचार नपुर्याएमा अरूले फाइदा दिन सक्छन्। लगानी बढाउनु पर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरूले पनि केही गर्न सक्ने देखिँदैन। तर पनि सावधानीपूर्वक अगाडि बढ्नुहोला। सहयोग गर्नेहरू भेटिनेछन्। शुभचिन्तकहरूको साथ एवं सहयोग राम्रै पाइनेछ। लगानी गरे अनुसार प्रतिफल प्राप्त हुनेछ भने कामहरू एकैचोटिमा बन्न सक्ने देखिएको छ। आजको दिनमा मनज्ञ धन आर्जन हुनेछ भने साथै विभिन्न स्रोत साधन जुट्ने योग पनि बनेको देखिएको छ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा लेनदेन आदिमा फाइदा हुनेछ। मेहनतले लक्ष्यमा पुर्याउनेछ। व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् भने अड्किएको रकम पाउनुहुनेछ। आँटेका कामहरू बन्नेछन् भने आम्दानीले उत्साह जगाउने देखिएको छ। साथै आकस्मिक लगानी गर्दा अर्थ अभाव देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू भेटिने देखिन्छ। तपाईले संगत गर्न हुने राशिहरू। तुला राशिका व्यक्तिले संगत गर्न हुने राशिहरू धनु, कुम्भ, मेष, मिथुन, कर्कट, सिंह हुन् भने संगत गर्न नहुने राशि कन्या एवं वृश्चिक राशिसँग संगत गर्दा अधिकतम खर्च हुन जाने हुन्छ भने मकर राशिसँग संगत गर्दा अनावश्यक कष्ट पाउनु पर्ने हुन्छ। साथै मीन एवं वृष राशिसँग संगत गर्दा केही न केही नराम्रो परिस्थिति सृजना हुन सक्ने देखिएको छ। तपाईको लागि लकी अंक 1, 3, 4, 5, 9, 11 अंक पर्दछन् भने नराम्रो अंक 6, 8, 12, 2 अंक अशुभ मानिन्छ। तपाईलाई फाप्ने दिशाहरू। तपाईको लागि पश्चिम दिशा राम्रो हुन्छ भने पूर्व दिशा तपाईको लागि नराम्रो पर्न जान्छ। राशि अनुसार फाप्ने रंगहरू रंग सेतो तथा क्रीम रंग। तुला राशि हुने व्यक्तिको लागि स्थायी कुराहरू। राशि मालिक शुक्र, तत्व वायु, गुणवत्ता अस्थिर, रंग क्रीम, दिन शुक्रबार, स्वभाव चञ्चलता, संगत गर्ने योग्य राशि मिथुन, कुम्भ, भाग्य अंक 2 एवं 7 अंक। राशिफलको क्रममा अब लागौं 8औं राशि यानी वृश्चिक राशि तर्फ। वृश्चिक राशि हुने व्यक्तिको लागि आजको दिनमा तपाईको राशिदेखि चन्द्रमा 10औं राशिमा रहेको हुँदा आजको दिनमा हिम्मतले काम बनाउन सकिने देखिन्छ। आवेशमा बोल्ने बानीले वाद विवाद निम्त्याउन सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अगाडि बढ्नुहोला। बुद्धिले काम लिँदा चिताएको योजना
कार्यान्वयनमा ल्याउन सकिनेछ। घरेलु काममा अलमल बढ्न सक्छ। समयमा वचन पुर्याउन नसक्दा आलोचित भइने देखिएको छ। आर्थिक क्रियाकलापमा राम्रै फाइदा हुनेछ। प्रयत्न गर्दा पछिका लागि काम बनाउन सकिनेछ। साइनो गाँस्नेहरूबाट व्यवहारमा सतर्कता अपनाउनुहोला। मेहनत गर्दा विभिन्न अवसरहरू प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्ने देखिएको छ। नयाँ काम प्रारम्भ हुनेछन् भने आमदानी बढेर जाने देखिन्छ। उद्योग वा व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइने देखिन्छ। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइने देखिएको छ। बिना कारण बिना सोच विचार नबनाई बोल्ने बानीले वाद विवाद निम्त्याउन सक्छ। कुनै पनि काम कार्यलाई विचार पुर्याएर गर्ने कोसिस गर्नुहोला। बुद्धिले काम लिँदा चिताएको योजनाहरू पूरा गर्न सकिनेछ। समयमा वचन पुर्याउन नसक्दा आलोचित भइन सक्ने देखिएको छ। विशेष गरेर आर्थिक क्रियाकलापमा विशेष सावधानीपूर्वक अगाडि बढ्नु होला। तपाईले संगत गर्न हुने राशिहरू। वृश्चिक राशिका व्यक्तिले संगत गर्न हुने राशिहरू वृष, कर्कट, कन्या, वृश्चिक, मकर, मीन हुन् भने संगत गर्न नहुने राशि तुला एवं धनु राशिसँग संगत गर्दा अधिकतम खर्च हुन जाने हुन्छ भने कुम्भ राशिसँग संगत गर्दा अनावश्यक कष्ट पाउनु पर्ने हुन्छ। साथै मेष एवं मिथुन राशिसँग संगत गर्दा केही न केही नराम्रो परिस्थिति सृजना हुन सक्ने देखिएको छ। तपाईले संगत गर्न हुने राशिहरू 2, 4, 6, 8, 10, 12 अंक पर्दछन् भने नराम्रो अंक 1, 3, 7, 9, 11 अंक अशुभ मानिन्छ। राशि अनुसार फाप्ने दिशाहरू तपाईको लागि उत्तर दिशा राम्रो हुन्छ भने दक्षिण दिशा तपाईको लागि नराम्रो पर्न जान्छ। राशि अनुसार फाप्ने रंगहरू रंग गाढा रातो। वृश्चिक राशिको लागि स्थायी कुराहरू राशि मालिक मंगल, तत्व जल, गुणवत्ता तेल, रंग गाढा रातो, दिन मंगलबार, स्वभाव शान्त एवं उग्र, संगत योग्य राशि कर्कट, मीन, भाग्य अंक 1 तथा 8 अंक। राशिफलको क्रममा अब लागौं नवौं राशि यानी धनु राशि तर्फ। धनु राशि हुने व्यक्तिको लागि आजको दिनमा तपाईको राशिदेखि चन्द्रमा नवौं राशिमा रहेको हुँदा आजको दिनमा पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ भने आफन्तसँग रमाइलो भेटघाट हुने देखिएको छ। आकर्षक उपहारले उत्साह उमंग ल्याउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। अतिथिको रूपमा सत्कार प्राप्त हुने छ भने परिवारजनको साथ सहयोगले उत्साह उमंग ल्याउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले नयाँ योजनाहरू ल्याउनेछ। अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। व्यवसायबाट सोचे जस्तो लाभ पाइनेछ भने व्यवसायबाट सोचे जस्तो लाभ उठाउन सकिने देखिन्छ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ। रोकिएका काम बन्नाले मनज्ञ लाभ हुनेछ। चुनौती पन्छाएर काम बढाउन सकिनेछ। व्यापार व्यवसायमा लगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो भएर जानेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। इज्जत मान प्रतिष्ठामा वृद्धि हुनेछ। अतिथिको रूपमा आजको दिनमा तपाईले मान सम्मान पाउनुहुनेछ। विशेष गरेर आजको दिनमा तपाईले गर्न खोजेका कुनै पनि काम कार्यहरूलाई पूर्ण रूपमा सफलता या सार्थक बनाउन सक्नुहुनेछ भने आजको दिनमा तपाईलाई भाग्यले पूर्ण रूपमा साथ दिएको देखिएको छ। तपाईले संगत गर्न हुने राशिहरू धनु राशिका व्यक्तिले संगत गर्न हुने राशिहरू मेष, मिथुन, सिंह, कन्या, तुला, कुम्भ हुन् भने संगत गर्न नहुने राशि वृश्चिक एवं मकर राशिसँग संगत गर्दा अधिकतम खर्च हुन जाने हुन्छ भने मीन राशिसँग संगत गर्दा अनावश्यक कष्ट पाउनु पर्ने हुन्छ। साथै वृष एवं कर्कट राशिसँग संगत गर्दा केही न केही नराम्रो परिस्थिति सृजना हुन सक्ने देखिएको छ।
तपाईको लागि लकी अंक 1, 3, 5, 6, 7, 11 अंक पर्दछन् भने नराम्रो अंक 2, 4, 8, 10, 12 अंक अशुभ मानिन्छ। तपाईलाई थाप्ने दिशाहरू तपाईको लागि पूर्व दिशा राम्रो हुन्छ भने पश्चिम दिशा तपाईको लागि नराम्रो पर्न जान्छ। राशि अनुसार थाप्ने रंगहरू रंग पहेँलो रंग। धनु राशिको लागि स्थायी कुराहरू राशि मालिक गुरु, तत्व अग्नि, गुणवत्ता 2 स्वभाव, रंग पहेँलो, दिन बृहस्पति, स्वभाव शान्त, संगठन योग्य राशि मेष, सिंह, भाग्य अंक 9 तथा 12 अंक। राशिफलको क्रममा अब लागौं 10औं राशि अनि मकर राशि तर्फ। मकर राशि हुने व्यक्तिको लागि आजको दिनमा तपाईको राशिदेखि चन्द्रमा 8औं राशिमा रहेको हुँदा आजको दिनमा हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्ने योग देखिएको छ। असफलताले काममा ढिलासुस्ती हुन सक्छ। कुनै अशुभ समाचारले मनमा खिन्नता ल्याउन सक्ने देखिएको छ। अध्ययन अध्यापनको क्षेत्रमा समय दिन नसक्दा पछि परिनेछ। व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ भने नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइट पर्खिनु होला। बलजफ्ती केही चुनौती पनि निम्त्याउन सक्छ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्ने देखिएको छ। पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थितिलाई सुल्झाउन केही समय जुटाउनु पर्ला। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। ढिलासुस्तीले हातमा आएको मौका गुम्न सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। चौपाई तथा भूमिको माध्यमबाट सामान्य लाभ उठाउन सकिनेछ। विश्वास पात्रबाट आजको दिनमा धोका पाउन सकिने देखिएको हुनाले विशेष सावधानी अपनाउनुहोला। काम दोहोर्याई गर्न पर्ने देखिएको छ। कुनै पनि प्रकारको काम बलजफ्ती गर्ने कोसिस नगर्नुहोला। चुनौतीपूर्ण समस्या निम्त्याउन सक्ने देखिएको छ। तपाईले संगत गर्न हुने राशिहरू मकर राशिका व्यक्तिले संगत गर्न हुने राशिहरू वृष, कर्कट, कन्या, तुला, वृश्चिक, मकर, मीन हुन् भने संगत गर्न नहुने राशि धनु एवं कुम्भ राशिसँग संगत गर्दा अधिकतम खर्च हुन जाने हुन्छ भने मेष राशिसँग संगत गर्दा अनावश्यक कष्ट पाउनु पर्ने हुन्छ। साथै मिथुन एवं सिंह राशिसँग संगत गर्दा केही न केही नराम्रो परिस्थिति सृजना हुन सक्ने देखिएको छ। तपाईको लागि लकी अंक 2, 4, 6, 8, 10, 12 अंक पर्दछ भने नराम्रो अंक 1, 3, 5, 9, 11 अंक अशुभ मानिन्छ। तपाईलाई फाप्ने दिशाहरू तपाईको लागि दक्षिण दिशा राम्रो हुन्छ भने उत्तर दिशा तपाईको लागि नराम्रो पर्न जान्छ। राशि अनुसार फाप्ने रंगहरू रंग गाढा कालो। मकर राशिको लागि स्थायी कुराहरू राशि मालिक शनि, तत्व पृथ्वी, गुणवत्ता अस्थिर, रंग गाढा कालो, दिन शनिबार, स्वभाव शान्त, संगठन योग्य राशि वृष, कन्या, भाग्य अंक 10 एवं 11 अंक। राशिफलको क्रममा अब लागौं 11औं राशि अनि कुम्भ राशि तर्फ। कुम्भ राशि हुने व्यक्तिको लागि आजको दिनमा तपाईको राशिदेखि चन्द्रमा 7औं राशिमा भएको हुँदा आजको दिनमा सुन्दर पहिरन एवं भौतिक साधन जुटाउने समय परेको छ। समयमा विचार पुर्याउनुहोला। समयमा विचार नपुग्नाले काम कार्यहरू बिग्रन थाल्नेछन्। आफ्नै कारणले गर्दा इष्टमित्र आजको दिनमा नजिक पर्ने योग बनेको छ। कुनै पनि बहुमूल्य वस्तु जुटाउन खोज्ने भए तापनि हराउन सक्ने देखिएको छ। विचार पुर्याउनुहोला। आज खर्च बढ्नुका साथै अर्थको अभाव महसुस हुन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ने अवस्था सृजना हुने योग देखिएको छ। आक्षेप लगाउनेहरू सक्रिय हुन सक्छन्। सहयोग गर्नेहरू कमै भेटिनेछन् भने फाइदाका पछि लाग्दा आत्मीय सम्बन्ध बिग्रन सक्छ। स्वास्थ्यको क्षेत्रमा क्रमिक रूपमा सुधार हुँदै जानेछ भने प्रियजनसँग रमाइलो भेटघाट हुने योग देखिएको छ। सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चापबाट मुक्त रही विश्राम पाइने आजको दिनमा देखिएको छ भने
प्रेम र मित्रताको बन्धनमा टाँसिनुका साथै दाम्पत्य सुखमा रमाउन पाउने समय रहेको छ। अविवाहितका लागि आजको दिनमा प्रेम प्रस्ताव आउने योग परेको छ भने बहुमूल्य वस्तुमा अधिक खर्च हुन जाने हुँदा विशेष सतर्कता अपनाउनुहोला। विवाहित दम्पतिको लागि आजको दिनमा सन्तानसँग सम्बन्धित खुशी मिल्ने योग परेको देखिएको छ। तपाईले संगत गर्न हुने राशिहरू। कुम्भ राशिका व्यक्तिले संगत गर्न हुने राशिहरू मेष, मिथुन, सिंह, तुला, वृश्चिक, धनु, कुम्भ हुन् भने संगत गर्न नहुने राशि मकर एवं मीन राशिसँग संगत गर्दा अधिकतम खर्च हुन जाने हुन्छ भने वृष राशिसँग संगत गर्दा अनावश्यक कष्ट पाउनुपर्ने हुन्छ। साथै कर्कट एवं कन्या राशिसँग संगत गर्दा केही न केही नराम्रो परिस्थिति सृजना हुन सक्ने देखिएको छ। तपाईको लागि लकी अंक 1, 3, 5, 7, 9, 11 अंक पर्दछन् भने नराम्रो अंक 2, 4, 6, 10, 12 अंक अशुभ मानिन्छ। राशिअनुसार फाप्ने दिशाहरू। तपाईको लागि पश्चिम दिशा राम्रो हुन्छ भने पूर्व दिशा तपाईको लागि नराम्रो पर्न जान्छ। राशि अनुसार फाप्ने रंगहरू। रंग गाढा कालो। कुम्भ राशिको लागि स्थायी कुराहरू। राशिमा लिक शनि, तत्व वायु, गुणवत्ता 13, रंग गाढा कालो, दिन शनिबार, स्वभाव शान्त, संगदनी योग्य राशि मिथुन, तुला, भाग्य अंक 10 एवं 11 अंक। राशिफलकै क्रममा अब लागौं 12औं राशि अनि मीन राशि तर्फ। मीन राशि हुने व्यक्तिको लागि आजको दिनमा तपाईको राशिदेखि चन्द्रमा 6औं राशिमा रहेको हुँदा आजको दिन परिस्थिति सामान्य अनुकूलै रहे पनि अस्थिरताले काम कार्यमा बाधा पुग्न सक्छ। हिम्मतले काम लिँदा मनज्ञ लाभ हुनेछ भने मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउने देखिएको छ। भौतिक साधन जुट्नेछन्। बलजफ्ती गरेरै भए पनि चिताएको काम बनाउन सकिनेछ। शत्रुहरू परास्त हुनेछन् भने रोगबाट पनि छुटकारा मिल्ने देखिएको छ। आवेशमा संयमित हुनुहोला। मुद्दा मामिलामा विजयी भइनेछ। व्यवसायमा मनज्ञ फाइदा हुनेछ भने शत्रु तथा प्रतिस्पर्धीसँग सम्झौता हुन सक्ने देखिएको छ। घर व्यवहारले पनि अल्मल्याउन सक्छ। नयाँ काम थाल्न समय पर्खिनु पर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला तापनि मेहनतले अवसर दिलाउनेछ। गुरुजनको सहयोग एवं बुद्धिको उपयोगले आंशिक लाभ हुने योग देखिएको छ भने हिम्मतले काम बनाउँदा मनज्ञ लाभ लिन सकिनेछ। परिश्रमको प्रतिफल पनि राम्रै पाइनेछ। भौतिक साधन जुट्ने समय बनेको छ भने बलजफ्ती गरेरै भए पनि चिताएको काम बनाउन सकिने देखिन्छ। शत्रुहरू परास्त हुनेछन् भने रोगबाट पनि छुटकारा पाइने देखिएको छ। आवेशमा संयमित हुनुहोला। कुनै पनि प्रकारको अपवाद विवादमा तपाईको विजय हुनेछ भने व्यवसायबाट मनज्ञ लाभ हुनेछ। शत्रु तथा प्रतिस्पर्धीसँग सम्झौता हुन सक्ने योग परेको देखिएको छ। तपाईले संगत गर्न हुने राशिहरू। मीन राशिका व्यक्तिले संगत गर्न हुने राशिहरू वृष, कर्कट, कन्या, वृश्चिक, धनु, मकर, मीन हुन् भने संगत गर्न नहुने राशि मेष एवं कुम्भ राशिसँग संगत गर्दा अधिकतम खर्च हुन जाने हुन्छ भने मिथुन राशिसँग संगत गर्दा अनावश्यक कष्ट पाउनु पर्ने हुन्छ। साथै सिंह एवं तुला राशिसँग संगत गर्दा केही न केही नराम्रो परिस्थिति सृजना हुन सक्ने देखिन्छ। तपाईको लागि लकी अंक 2, 4, 6, 8, 9, 10, 12 अंक पर्दछन् भने नराम्रो अंक 1, 3, 5, 7, 11 अंक अशुभ मानिन्छ। तपाईलाई फाप्ने दिशाहरू। तपाईको लागि उत्तर दिशा राम्रो हुन्छ भने दक्षिण दिशा तपाईको लागि नराम्रो पर्न जान्छ। राशि अनुसार फाप्ने रंगहरू। रंग पहेँलो रंग। मीन राशिको लागि स्थायी कुराहरू। राशिमा लिक गुरु, तत्व जल, गुणवत्ता 2 स्वभाव, रंग पहेँलो, दिन बृहस्पति, स्वभाव शान्त, संगति योग्य राशि कर्कट, वृश्चिक, भाग्य अंक 3, 9 एवं 12 अंक। तपाईहरूलाई हाम्रो दैनिक राशिफल के कस्तो लाग्छ अवश्य रूपमा
सल्लाह सुझाव दिनुहोला। साथै हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। साथमा रहेको बेल आइकनलाई प्रेस गर्नुहोला। यदि तपाईलाई हामीसँग कुनै पनि ज्योतिष विषयसँग सम्बन्धित या ज्योतिष परामर्श लिन चाहनुहुन्छ भने पनि सम्पर्क गर्न सक्नुहुनेछ भन्दै आजको लागि दैनिक प्रस्तुतिबाट म कार्यक्रम सञ्चालक ज्योतिषी डाक्टर सन्तोष उपाध्याय रेग्मी आजको लागि बिदा चाहन्छु। तपाईको दिन शुभ एवं मंगलमय रहोस्। नमस्कार।